हामी आज मेङदङतिर हामी सपिङ गर्न जाँदैछौँ। हामी सबैजना मिलेर हैन हामी अब यहाँबाट सुरु हुँदैछ हैन। हामी चर्चबाट हामी बाहिर निस्किसकेका छौँ। अब हामी आज मेङदङतिरको सपिङ गर्नको लागि हामी जाँदैछौँ। यहाँ धेरैजनाहरू हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो चर्चको सबैभन्दा हाइट कम भएको मान्छे हुनुहुन्छ। उहाँ चाहिँ हाइट कम, उहाँ चाहिँ हल्का हिँडाइ चाहिँ दामी छ दाइको। अब सबैलाई गर्मी भएको छ। हामी चर्चको फेलोसिप सिधेर चाहिँ हामी मेङदङतिर आएको। आज आफ्टर लङ टाइम मेङदङतिर टुरिस्ट एरिया हो है। के को फेमस हो? के को फेमस? यो चाहिँ स्ट्रिट फुडहरू अनि स्पेसली चाहिँ यो चाहिँ मेकअपको है दिदी बहिनीहरूलाई चाहिँ एकदम कस्मेटिकको चाहिँ एकदमै फेमस ठाउँ हो। मेङदङ फेसन स्ट्रिटमा हामी भनौँ न एकदम जे छ कि हामी फाजी किन्न आएछौँ कि फाजी पनि भाजाङ फुमहरू पाउँछ। ए बहन हामी फाजी किन्न आएछौँ कि फाजी किन्न आएछौँ कि बहिनी? पाची किन्नै आएको। चटपट पनि छ, लेमनको जुस छ, सब चटपट पाउँछ। चटपट हो। कहाँ चटपट हो? यो त चटपट होइन नि दाजु। फेरि रमाइलो छ यहाँ त। एक दिन यहाँको स्ट्रिट फुड सब टेस्ट गर्नुपर्छ। त टेस्ट त गरिसक मकै रमाइलो हुँदैछ। एलिसा कस्तो हुँदैछ? आज एलिसाले कति धेरै सपिङ गर्छ हेरौँ न। एलिसाले टप 10 को सबै उठाउँछ आज। यत्तिकै चाहिँ हुनुपर्छ के वेट गर्ने। हाम्रा दाजुभाइहरू दिदीबहिनीले सपिङ गर्न ढिलो भयो भने मोबाइल हेरेर यत्तिको रिसाएर बस्नु भएको छैन रहेछ। कोही चाहिँ यता हुनुहुँदो रहेछ। हामी दिदीबहिनी चाहिँ सपिङ गरेर आएको है गाइस। मेरो ज्याकेट कस्तो छ होला भन्नु त दाइ? अर्जुन भन त अर्जुन, मेरो ज्याकेट कस्तो छ? मेरो ज्याकेट कस्तो छ भन न। ए हरे के कालो हो? एकदम राम्रो। 2000